हेलो गाइज, आज चाहिँ म हजुरहरूलाई चितवन भरतपुरदेखि सुदूरपश्चिमसम्मको यात्राको केही क्लिपहरू देखाउन गइरहेको छु। यहाँ चाहिँ म बसमा चढेर के कुरा भन्दै थिएँ होइन। छोरीलाई छोडेर जानुको मन भारी भएको महसुस गर्दै के भन्दै थिएँ। अनि एउटा सेल्फी खिचेँ। त्यसपछि नारायणी नदी आउँछ, जुन नदी कति ठुलो छ, एकदम राम्रो छ नजिकबाट, तर मोबाइलले चाहिँ राम्रो खिचेन। 12 घन्टाको यात्रापछि अब हामी महेन्द्रनगरको बस पार्कमा आइसक्यौँ र म होटल अप्पीमा बस्छु। अनि 2 दिनको काम सकाएपछि हामीलाई एकजना बहिनीले चाहिँ उहाँको घरमा बस्नलाई रिक्वेस्ट गर्नुहुन्छ र हामी जान्छौँ। हामी भन्नाले मसँग एउटा बहिनी पनि गाडीमा भेटेको हुन्छ, ऊ चाहिँ पहिल्यै यो बहिनीहरूकोमा बसेको हुन्छ। अनि हामी जान्छौँ, अनि गएर उनीहरूले हामीलाई अब त्यहाँको भाइरल पुल लगिदिने भन्छन्। अनि त्यसरी हामी स्कुटरमा सररर एक्जाम सकेपछि चट्टसँगले घुम्छौँ होइन। 4टा स्टाइल त मार्नै पर्यो। अनि मजाले फोटो खिच्यौँ, सेल्फी खिच्यौँ, एकदम रमाइलो भएको थियो त्यो दिन। हामी एकदम इन्जोय गरिरहेका थियौँ। पुल एकदम राम्रो बनिएको थियो। अनि त्यसपछि अब स्लो मोसनलाई एउटा यसो दिएको मैले चाहिँ अनि त्यसपछि अब यस्तै हो, के गर्न आउँदैन होइन। भिडियोग्राफीहरू अलिअलि सिक्दैछौँ, रमाइलो यसो जिन्दगीमा मेमोरी हुन्छ। घुम्न गएपछि तरिका फोटो भिडियो त बनाउनै पर्यो। त्यस्तो चाहिँ हामी चाहिँ यो चाहिँ बालुवा तल हुन्छ, अनि एकदम राम्रो लागेर हामी बसेर त्यसरी भिडियो बनाउँदैछु होइन। यो चाहिँ मलाई मसँग गएको बहिनीले सिकाउँछ कि। अब फेरि त्यहाँबाट हामी झोलुङ्गे पुलतिर गयौँ। त्यो झोलुङ्गे पुल चाहिँ एसियाको सेकेन्ड लार्जेस्ट लङ्गेस्ट भनेर बहिनीहरूले भन्दै थियो। अनि हामी त्यहाँ गयौँ। त्यहाँ जाँदाखेरि बहिनीले हामी मजाले गफ गर्दै गयौँ होइन। यस्तो रमाइलो ठाउँ थियो, यस्तो आनन्द पिस भइरहेको थियो हामीलाई, एकदम खुला चौर होइन। अनि त्यसपछि चाहिँ कस्तो दामी सनसेटमा ठ्याक्क पुगेछौँ, कस्तो रमाइलो भएको क्या भ्यूहरू हेर्नलाई। हामी इन्जोय गर्दै हिँड्दैछौँ, गफ गर्दै, बहिनीहरू फोटो खिच्नलाई, टिकटकहरू बनाउनलाई हेर्दैछ। अनि त्यसैले अब कहाँसम्म जाने होला, रात परिसक्यो भन्दै भन्दै हामी जाँदैछौँ। अब म चाहिँ भ्लगर भइपलेको नि त, यसो हाल्न पऱ्यो भनेर बेला बेला हाई हेलो गाइज भन्न लाउँदैछु होइन। अनि त्यस्तो गर्दै गर्दै खिच्दै रमाइलो गर्दै हामी सुदूरपश्चिमको यो झोलुङ्गे पुलमा पनि इन्जोय गर्दैछौँ। एकदम लामो छ, 9वटा जति पोल छ। अनि त्यो हेर्दाखेरि यस्तो राम्रो लाग्छ नि, परबाट खतरा। अनि त्यस्तो खतरामा अब 2-4वटा खतरा पोज त हान्नै पऱ्यो। अनि यसरी हानेपछि चट्ट लाएर फर्किने बेला हुन आँट्दैछ हाम्रो। फर्किने बेला पनि एउटा भिडियो त बनाउनै पऱ्यो। अनि हाई भन्दै फोटो भिडियो बनाउँदै यति हो है काम चाहिँ घुम्न गएपछि। अब मेरो फर्स्ट भ्लगहरू हुँदैछ, त्यही भएर यसो क्वालिटीहरू चाहिँ इग्नोर गरिदिनु होला। अनि यो सबैभन्दा राम्रो लागेको कि मलाई यो सुदूरपश्चिममा चाहिँ यहाँहरूको मानिसहरूको यस्तो राम्रो हस्पिटालिटी होइन, कस्तो वेलकमिङ नेचर, कस्तो राम्ररी हामीलाई एक दिन बस्दा त्यसरी बिदाई गरिदिनु भयो। अनि हामी यस्तो रमाइलो मान्दै आइरहेको थियौँ बाटामा। फेरि यस्तो राम्रो नदी, क्या चिसापानी भन्ने नदी रहेछ। यो चाहिँ कैलालीको, सायद कैलाली आई गेस, आइएम नट रङ है, मैले बिर्सिहालेको छु। अनि त्यस्तो चाहिँ अब त्यो भ्यू खिच्दै आयौँ हामी। यस्तो राम्रो थियो कि नाङ्गो आँखाले, धेरै राम्रो थियो होइन। यो त अब खिच्ने तरिका पनि भएन होला, क्यामेरा नि त्यस्तै के मिलेको छैन, त्यस्तो राम्रो त देखेको छैन। यस्तो राम्रो थियो नि, यस्तो आँखालाई यस्तो आनन्द आउने खालको भ्यू थियो। हाम्रो नेपाल साँच्चीकै कति राम्रो छ कि, कति राम्रो छ। त्यसपछि अब हामी तराईको जङ्गलको बिचमा एउटा खोला, नदी, कस्तो राम्रो देखेको थियो क्या त्यतिखेर। अनि
त्यो खिच्दै गफ गर्दै आयौँ हामी। कस्तो रमाइलो भयो है यात्रा सुदूरपश्चिमको भनेर। स्पेसली हामी त्यो घरको कुरा गर्दै आयौँ, त्यहाँ जहाँ हामीलाई यति राम्रो वेलकम गर्नुभएको थियो, यस्तो राम्रो ट्रिट गर्नुभएको थियो, जुन हाम्रो हरेक नेपालीहरूमा त त्यो छ नै, तर सुदूरपश्चिममा अलिक धेरै नै रहेछ। कस्तो रमाइलो लाग्यो हामीलाई। यसो गर्दै हेर्दै भ्यूहरू हेर्दै हामीले चाहिँ सुदूरपश्चिम टु फेरि भरतपुरको यात्रा तय गर्दैथ्यौँ। मेरो छेउमा चाहिँ शिवानी थियो, एकदम मिल्ने खालको थियो। यसरी हाम्रो यात्रा सिद्धियो। बाई बाई।